सिक्किमको बढ्दो ऋणमाथि जनजाति नेता छितेन टासीको चिन्ता, श्वेतपत्र जारी गर्न माग। वरिष्ठ जनजाति नेता तथा भारतीय जनता पार्टी भाजपा सिक्किम एकाइका प्रमुख सल्लाहकार छितेन टासी भुटियाले 30 जुनमा सिक्किमको बढ्दो ऋण भारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले राज्यको प्रति व्यक्ति आय देशकै उच्च स्तरमा रहेको भए पनि जनसाधारणमा आर्थिक सुरक्षाको अनुभूति नदेखिनुलाई आर्थिक विरोधवाद फिस्कल प्याराडक्स भएको बताएका छन्। 30 जुनमा जारी प्रेस विज्ञप्तिमा भुटियाले राज्य सरकारको वित्तीय व्यवस्थापनमाथि प्रश्न उठाउँदै भने, यो विरोधाभासले गम्भीर प्रश्न खडा गरेको छ। पैसा कहाँ गइरहेको छ? उच्च आयको तथ्याङ्क हुँदाहुँदै पनि किन जनताले सुरक्षा महसुस गरेका छैनन्? आधिकारिक तथ्याङ्क अनुसार वित्तीय वर्ष 2023 र 24 मा सिक्किमको प्रति व्यक्ति आय 7,07,181 रुपैयाँ थियो, जसले राज्यलाई कागजमा देशकै धनी राज्य मध्ये राखिएको छ। तर सोही समयमा प्रति व्यक्ति ऋण पनि देशकै उच्च रहेको र कुल ऋण 22,380.62 करोड रुपैयाँ पुगेको भुटियाले बताए। यो रकम राज्यको कुल घरेलु उत्पादन जीएसडीपी को 42.6% बराबर हो। राज्यको जीएसडीपी सन् 2024 र 25 का लागि 52,555 करोड रुपैयाँको अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा 11% वृद्धि हो। तर वित्तीय घाटा, राजस्व र खर्च बीचको अन्तर 2,840 करोड रुपैयाँ जीएसडीपी को 5.4% पुग्ने अंकलन गरिएको छ। भुटियाले यस्तो स्थितिले ऋणमा अत्याधिक निर्भरता बढ़िरहेको र त्यसको प्रतिफल सर्वसाधारणसम्म नपुगिरहेको चेतावनी दिए। भुटियाले राज्य सरकारले भोट ब्याङ्कमा केन्द्रित राहत योजनामा मात्र ध्यान दिएको र अति आवश्यक क्षेत्र जस्तै शिक्षा, स्वास्थ्य र पूर्वाधारमा लगानी नगरेको भन्दै आलोचना गरे। उनले राज्यको बढ्दो लटरी आमदानीमाथि पनि चिन्ता व्यक्त गर्दै यो दीर्घकालीन विकासका लागि अनिश्चित र नैतिक दृष्टिले विवादास्पद स्रोत भएको बताए। भुटियाले उल्लेख गरे अनुसार औषधि आयोग र जलविद्युत आयोगले राज्यको जीएसडीपीमा ठूलो योगदान दिए पनि रोजगारी र प्रत्यक्ष राजस्वमा न्यून योगदान मात्रै पुर्याएका छन्। उनले जलविद्युतबाट जम्मा 12% मात्र राजस्व राज्यलाई पुग्ने र कृषि श्रमको अभावका कारण कृषि निरन्तर खस्किँदै गएको बताए। उनी भन्छन्, उच्च जीएसडीपी तथ्याङ्कलाई आधार मानेर सरकारले थप ऋण ल्याइरहेको छ र ती रकम छोटो अवधिका लोकप्रिय कार्यक्रममै खर्च भइरहेको छ। यो खतरनाक ऋण चक्र बन्दै गएको छ। भुटियाले यी सबै समस्यालाई लिएर राज्य सरकारले सिक्किमको वित्तीय अवस्थामाथि विस्तृत श्वेतपत्र जारी गर्न माग गरेका छन्। उनले भने, जनताको अधिकार छ आधिकारिक तथ्याङ्कको पछाडि लुकेको वास्तविक अवस्था बुझ्न। श्वेतपत्रमा उल्लेख राज्यको कुल ऋण र आगामी ऋण योजनाको विवरण, लटरी आमदानी र त्यसको सामाजिक प्रभाव, कल्याणकारी योजनाहरू र अनुदानको समीक्षा, मुख्य आयोगहरूमाथि क्षेत्रगत आमदानी विवरण, अनावश्यक खर्च रोक्न, भ्रष्टाचार नियन्त्रण गर्न र आर्थिक चुहावटबाट बन्द गर्नको स्पष्ट योजना लगायतका विवरणहरू समावेश गर्न जोड दिएका छन्। भुटियाले अब कागजमा राम्रो देखिने तथ्याङ्क भन्दा पार जानुपर्ने समय आएको भन्दै असली प्रगति तब मात्र देखिन्छ जब यसको प्रभाव जनतामा देखिन्छ भनेका छन्। उनले नागरिक समाज, विपक्षी दल र सचेत नागरिकहरूलाई एक भएर सरकारलाई जवाफदेही बनाउन र सही वित्तीय सुधारका लागि दबाव सृजना गर्न आह्वान गरे। भुटियाले अन्तमा सिक्किमको भविष्यलाई ऋण, भ्रष्टाचार र दृष्टिविहीन राजनीतिमा धकेल्न दिन नहुने भन्दै आज सही निर्णय गरेर हामीले आफ्ना सन्तानको भोलि सुरक्षित बनाउनु पर्ने बताएका छन्। यस्तै अन्य अपडेटको निम्ति हेर्दै गर्नुहोस् सिक्किम रिभ्यू।